सो गाइज अब कतिजनालाई लाग्छ होला कसरी अर्डर आउँछ, कसरी रिसिभ गर्छ, कसरी पिकअप गर्छ होइन, कसरी चाहिँ त्यहाँ पुर्याउन जान्छ त्यो कुराहरू देखाउँछु है त। जस्तो कि तपाईँले देख्न सक्नुहुन्छ होइन, यहाँ चाहिँ अर्डर आइसकेको छ र यो रेस्टुरेन्टको लोकेसन देखाइरहेको छ, जुन मेरो नजिकै ठ्याक्कै पछाडि अगाडिकै रेस्टुरेन्टको अर्डर आइसकेको छ। अनि अब टाढा भएको भए त्यो लोकेसनमा होइन जानु पर्थ्यो। अनि अब यहीँ छ भनेर अब रेडी भयो पिकअप गर्नको लागि जबसम्म म्यासेज आउँछ तबसम्म पर्खिबस्नु यहाँ। अनि पिकअपको लोकेसन नोटिफिकेसन आए पछाडि अर्डर रेडी हुन्छ अनि जाने रेस्टुरेन्टभित्र। अब लिन गएको बेला चाहिँ म तपाईँलाई देखाउँछु है त। सो गाइज अर्डर अहिलेसम्म रेडी भएको छैन। ब्याग खोलेँ, ब्याग निकालेँ, बक्सलाई बन्द गरेँ है, खोलेर राख्नु हुँदैन है। ब्याग लिएँ, अब रेस्टुरेन्टतर्फ लाग्यो है त। मेरो अर्डर कति बेला रेडी हुन्छ? यो रेस्टुरेन्ट रहेछ। अब यसमा मेरो गाइज मेरो अर्डर लिइसक्यो होइन। अब आफ्नो बाइक चाहिँ उतातिर, अब बाइकतिर जानु पऱ्यो। मेरो बाइक यो रह्यो मेरो बाइक। अब बाइकमा हाल्ने हो, लिएर जाने हो गाइज। ओपन ओपन गर्ने, यो हाल्ने भित्र होइन, क्लच गर्ने, लक गर्ने, यसरी लक गर्ने। अब आफ्नो काम चाहिँ धरिरहनु भयो। ल अब सिधै ठाउँमा गएर अब देखाउन चाहिँ मिल्दैन, एउटै मोबाइल छ, म्याप हेर्नुपर्छ, त्यही भएर अब गयो है त ठाउँमा। गाइज यही हो, यति हामी सामान पुर्याउन आएको। 37 बिल्डिङ नम्बर यही हेर्नु हो होइन, 37। सो यसरी नै पिकअप गर्ने हो, लोकेसनमा आएर ड्रप गर्ने हो। अनि यो सामान दिइसके पछाडि चाहिँ त्यो गर्ने के भन्छ, ड्रपअप गरिसके पछाडि फेरि अर्को अर्डरको वेट गर्ने। अर्को अर्डर आइसके पछाडि लोकेसन लगाउने रेस्टुरेन्टमा जाने, सामान पिकअप गर्ने, फेरि कस्टमरको लोकेसनमा जाने, कस्टमरको रुममा जाने, लोकेसनमा जाने अनि पुर्याइदिने। त्यस्तै दिनभरि त्यही काम। दिनभरि भन्नाले जति बेरसम्म ड्युटी हुन्छ त्यति बेरसम्म। अब आज यो दोस्रो अर्डर थियो, हिजो चाहिँ जम्मा 12वटा अर्डर गरेको थिएँ, आज यो दोस्रो हो। अब हेरौँ बिहानको 3 बजीसम्मको ड्युटी छ आज, कति बेला पुग्छ हेरौँ है त। सब्सक्राइब गरिदिनु होला है त सबैजना। ल आजको लागि यति नै, बाइ बाइ।